नमस्कार सम्पूर्ण दर्शकवृन्दहरूलाई गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट गोर्खे अभिनन्दन टक्राउन चाहन्छौँ र विशेष गरी अहिले पहाडमा जुन यो भाषा अनि रासन कार्डको विषयवस्तुहरू थियो त्यो विषयमा सबै गठबन्धन दलहरूले मिलेर माथि पत्रचार गरिसके पश्चात माथिबाट एउटा पोजिटिभ रेस्पोन्स आएको खातिर हामी कालिम्पोङ गोर्खा जनमुक्ति मोर्चा जिल्ला समितिको तर्फबाट वर्तमान बंगालका मुख्यमन्त्रीलाई हामी सम्पूर्ण पहाडको तर्फबाट कालिम्पोङको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ कि उहाँले यथाशीघ्र यो जुन नोटिफिकेसन निकाल्नु भएको थियो त्यसलाई जुन चाहिँ हाम्रो सुविधाहरू छ त्यसको आधारमा उहाँले गरिदिनु भएकोमा उहाँलाई हामी आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ। र अहिले जुन पहाडमा गठबन्धन दलको है यो इलेक्सन बादमा गठबन्धन दलमा एउटा खिचातानी भन्ने कुरोहरू भइरहेको थियो, तर अहिले यो जुन चाहिँ घटनाक्रम भयो त्यसमा सबैले मिलेर नै गठबन्धन दल जति पनि भोटमा थिए उहाँहरू मिलेर नै यो कुरोलाई समाधान भयो। यो अति हर्षको कुरो हो। तर यहाँनिर भर्खरै सुन्नमा आइरहेको छ र कतिवटा भोइस क्लिपहरू हामी समक्ष आएको छ। जुन भोइस क्लिपले चाहिँ के दर्शाउँदैछ भन्दाखेरि चाहिँ गठबन्धन पार्टीमा कुनै मतभेद छैन, तर यहाँनिर कोही एकजना थर्ड पर्सन जो एउटा एजेन्ट दलालको रूपमा काम गरिरहेका छन्, जो कुनै पार्टीसँग पनि आबद्ध छैन, तर यहाँनिर उसलाई कसले पर्मिसन दियो, उहाँले कसकोबाट पर्मिसन पाएर चाहिँ यो कतिवटा कामहरू गर्दैछ। उहाँले के काम गर्नुहुँदैछ भन्दाखेरि चाहिँ पञ्चायत समितिकोहरूलाई धम्काउने काम गर्नुहुँदैछ, पञ्चायतका मेम्बरहरूलाई, पञ्चायत प्रधानहरूलाई धम्काउने काम गर्दैछ कुनै एउटा पार्टीको नाम लिएर। त्यसले गर्दाखेरि यो भोइस क्लिपहरू हामी समक्ष आएको छ। आज हामी नाम उजागर गर्दैनौँ र उहाँ जो पनि हुनुहुन्छ जसले आफ्नो जुन चाहिँ अरिजिनल भेष छ त्यो भेषमा काम नगरेर आज एउटा कुनै पार्टीको एजेन्ट भएर काम गरिरहेको छ र उहाँलाई हामी गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट स्पष्ट स्वरमा चेतावनी दिन चाहन्छौँ। अगर फर्दर यस्तो खालको कुनै पनि भोइस मेसेज या कुनै पनि समिति होस् या कुनै पनि मेम्बरलाई धम्काउने काम, फोन गर्ने काम भएको चाल पायौँ भनेदेखिलाई हामी कानुनी कारवाही सँगसँगै पार्टीले गर्नुपर्ने जे कामहरू छ, जे एक्सनहरू छ हामी गरेको हुन्छौँ। र हामी फेरि पनि यो च्यानल मार्फत भन्न चाहन्छौँ, अहिले हामी 2017-7 को मा छैनौँ। जुन चाहिँ पहिलाको सोच विचार राजनीतिक पार्टीको नेतृत्वहरूमा थियो त्यसमा छैनौँ। अहिले हामी परिवर्तनको लहरमा छौँ र परिवर्तनको लहरमा एक दुईजना एजेन्टहरूले पार्टीको सम्बन्ध बिगार्ने र धम्काउने काम, जुन चाहिँ काम चाहिँ पहिलाको पार्टीहरूमा हुन्थ्यो, धम्काउने कामहरू गरिरहेका छन्। र म यो च्यानल मार्फत यही स्पष्ट भन्न चाहन्छु, अबदेखि उता यस्तो खालको धम्की भयो र हाम्रो गोर्खा जनमुक्ति मोर्चा पार्टीको कुनै पनि मेम्बर, कुनै पनि प्रधान, कुनै पनि सदस्य, कुनै पनि पञ्चायत समितिलाई यदि धम्काउने काम गर्छ भनेदेखिलाई हामी नामसँग उजागर गरेका हुन्छौँ र उहाँले यो काम चाहिँ झट्टभन्दा झट्ट बन्द गरेको हुनुपर्छ। र यहाँनिर उहाँले पञ्चायत समिति 2 नम्बर ब्लक 2 को पञ्चायत समितिलाई पनि ठप्प बनाउने जुन चेतावनी दिनुभएको रहेछ है, र एसडिओसँग राति 8-9 बजीसम्म मिटिङ बसेर पञ्चायत समिति 2 चाहिँ ठप्प बनाउँछ अरे भन्ने खालको जुन चाहिँ मेसेजमा तपाईँले भन्नुभएको छ, गरेर देखाउनुहोस्, हामी च्यालेन्ज गर्छौँ। गरेर देखाउनुहोस्, हामी च्यालेन्ज गर्छौँ। हाम्रो पार्टीको कुनै पनि मेम्बरलाई, कुनै पनि सदस्यलाई कुनै पनि प्रकारको धम्की आयो भनेदेखिलाई हामी प्रेस मार्फत थानामा गएर हामी उजुरी लगाएको हुन्छौँ र हामीले गर्नुपर्ने कारवाही हामीले गरेको हुन्छौँ। र त्यसले गर्दाखेरि यो अहिलेको राम्रो माहौल, पहाडको राम्रो माहौल, जनताले गोर्खाले केही पाउने बेलाको यो माहौल, स्वच्छ माहौललाई बिगार्नको लागि 1-2 जना एजेन्टहरूले यहाँनिर नराम्रो कामहरू गर्दैछ र हामी पार्टीको पक्षबाट उहाँलाई चेतावनी दिन चाहन्छु। यदि कसैले पनि हाम्रो मेम्बरहरूलाई छुयो मात्रै भने या कुनै पनि धम्कीको फोन मात्रै गर्यो भने पनि, चाहे त्यो जोसुकै होस्, हामी उहाँको निम्ति पार्टी जहिले पनि अगाडि खडा भएको हुन्छ। र त्यसले गर्दाखेरि यो माहौललाई नबिगारिदिने र जति जुन पार्टीहरूसँग संलग्न भएर काम गरिरहनु भएको छ उहाँहरूको पनि नाम बदनाम गर्ने कोसिस, विधायकको नाम पनि बदनाम गर्ने कोसिस, सभासदको नाम पनि बदनाम गर्ने कोसिस उहाँहरूले गरिरहनु भएको छ। र एसडिओलाई भनेर 2 नम्बर या कुनै पनि गोर्खा जनमुक्ति मोर्चा भएको पञ्चायत समिति होस् या ग्राम पञ्चायत होस् त्यसमा भिक्टिमाइज गर्छु भन्ने जुन चाहिँ वर्डहरू उहाँले बोल्नु भएको छ, यो वर्डहरू चाहिँ अब फर्दर चाहिँ नआओस्, किनभने सबैको सरकार हो। हिजो मात्रै
अस्ति मात्रै कालिम्पोङ रासन डिलर्सहरू दार्जिलिङ अध्यक्ष महोदय भएकोमा जानुभएको थियो र उहाँले त्यहाँबाटै डाइरेक्ट चिफ मिनिस्टर अनरेबल चिफ मिनिस्टर श्रीमान शुभेन्दु अधिकारीलाई फोन गरेर यहाँको ग्राउन्ड रियालिटी बुझाइसके पश्चात सम्पूर्ण रासन कार्डहरू फेरि फिर्ता गराउने जुन चाहिँ प्रतिश्रुति दिनुभयो र त्यसले गर्दाखेरि यो सरकार तपाईँ र मेरो सरकार हो। यो सरकार अहिले बनिएको सरकार भारतीय जनता पार्टीको मात्र नभएर सम्पूर्ण गोर्खा जातिले दिएर मत दिएर बनाएको सरकार हो र यसमा भारतीय जनता पार्टीलाई बदनाम गर्नुको निम्ति कतिजना व्यक्ति विशेषहरू यहाँनिर बजारमा रक्ती घुमिरहेका छन् कि उहाँहरूले ड्रेस चेन्ज गर्नु पर्यो, विदाउट ड्रेस सिभिल ड्रेसमा काम गरेर हुँदैन, लाउँछ भने ठिक छ भने ठिक ड्रेस लाउनु पर्यो, अन्त हामी मैदानमा उत्रिनुहोस्, हामी लड्न तयार छौँ। तर सिभिल ड्रेसमा ब्याकबाट थर्ड पर्सन, म हुनु त थर्ड पर्सन हो पनि भन्नुभएको रहेछ है। थर्ड पर्सन हो भने थर्ड पर्सन जस्तै जे तपाईँको व्यवसाय छ, जे काम गर्नुहुँदैछ त्यो काम गर्नुहोस्। तर राजनीतिमा फुट हाल्ने काम, पार्टीमा बदनाम गराउने काम, झगडा गराउने काम चाहिँ तपाईँले कदापि नगर्नुहोस्। यो चाहिँ गोर्खा जनमुक्ति मोर्चाको चेतावनी हो। धन्यवाद।